हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मसँगै बनाऊँ बुकी। यो चाहिँ मैले मेरो बुढो विदेशबाट आउँदाखेरि गिफ्ट दिएको थिएँ कि उहाँ एयरपोर्टमा गिफ्ट दिएको थिएँ। अनि त्यसपछि त्यो बुकी चाहिँ यस्तो रियल रोजको दिएको थिएँ नि त मैले। अनि रोज जति सबै सुकेर के कस्तो नराम्रो भयो। अनि यो किन फाल्नु, पुरै किन फाल्नु, यो पेपरको केही युज गर्छु भनेर मैले एउटा सानो आइडिया लगाएर फर्स्ट टाइम बुकी बनाउँदैछु। यसलाई सबै खोल्दामा कहिले टेप लगाउँदो रहेछन्, हातले खोल्न नसकेर बल्ल 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 कैँचीले काटी काटी खोलेँ। अब यो पनि फाल्दिनँ, मैले झोलामा राख्छु, एउटा प्लास्टिकको झोलामा टक्क राख्छु। अनि त्यो पेपरहरू सबैको टेपहरू निकालेर एउटा साइडमा राखेर अनि रिबन काटेर यस्तो बुट्टा दिएर यस्तो खाले बनाउँछु कि सबै एकैचोटि। अनि त्यसपछि त्यसलाई एउटा 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 गरेर जोड्नलाई कमले जोड्छु, एउटा एउटा गरेर 17वटा जोड्नुपर्छ कि त्यहाँ। त्यो 17वटा त्यो सानो सानो टुक्रो जोडेर अनि बल्ल रोज हुन्छ। यो चाहिँ मैले 3 दिन 4 दिन लगाएर बनाएको गाइस, फुर्सदको समयमा। अनि यसलाई लाइटरले तल आएको हल्का हल्का कपाल जस्तो त्यो उहरूलाई फिस्किन्छ नि त रिबन, त्यसलाई पोलिदिएर गर्नुपर्छ अनि पोल्नुपर्छ। अनि त्यसपछि म चाहिँ 3 दिन लगाएर बनाएको यो बुके यति बनाउनु लाउँछु। बाबुको के पर्छ, अनि फेरि बोर्डिङतिर गयो, बाबु लिन गयो, यताउता घरको यताउता गर्दा गर्दा आज चाहिँ 3 दिनमा बल्ल बल्ल बन्यो। अनि स्टिकले त्यसलाई घुमाउने, लास्टसम्म गम लगाउँदै 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 घुमाउनुपर्छ त्यसलाई घुमाउने। अनि लास्टमा चाहिँ त्यो अलिक धेरै गम लगाउनुपर्छ, लास्टतिर फुस्किन्छ कि फेरि लास्टसम्म गम लाउँदै हातले घुमाइदिन्छ, तल राखेर घुम्दैन। मैले चाहिँ हातले मिलाएर घुमाएको छु, सिधै सिधै गर्नुपर्छ कि। अनि लास्टमा चाहिँ अलिक धेरै लगाउने त्यहाँ। अनि हेर्नु कस्तो, अनि हल्का प्रेस गर्नुपर्छ तलतिर, हल्का प्रेस गर्नुपर्छ तलतिर। अनि कस्तो राम्रो रोज बन्यो। अनि यति 5वटा बनाएर अनि त्यसमा हल्का ग्रिन कलरको पात जस्तो लिप्स जस्तो हालिदिएर अनि मेरो बुके चाहिँ यस्तो भयो। बाई बाई गाइस, कस्तो लाग्यो मलाई कमेन्ट गर्नु होला सबैजनाले।